सुकुनमा जय नेपाल, जय श्रीराम। अहिले हाम्रो मलङमा नगर प्रमुख प्रशासन प्रमुखजीले भन्नुभयो हुना छ कि धेरै छिटो यहाँको जुन हाम्रो सिटिभिटी अगाडि 2 नम्बर वार्डमा जुन पुल छ नि, पुलमा पाल परेछ। यो पुलको त अहिले निर्माण गर्न अहिले टाइम लाग्छ। यहाँ पानीको सतह छ, त्यसको विकल्पमा इमर्जेन्सीमा यहाँ होम पाइप हाल्नुहुन्छ। धेरै छिटो आज भोलि 2-4 दिनमा धेरै छिटो निर्माण हुन्छ, किनभने यहाँ आवत जावतमा धेरै दुर्घटना भइसक्यो। 4-5 जना मान्छे पनि यसमा दुर्घटनामा परिसकेछ। त्यसैको लागि हामीहरू आज ज्ञापन पत्र लिएर आउनुभएको थियो प्रशासन प्रमुख होमनाथ सरज्यूलाई बुझाएको हामी हिन्दू सम्राट सेना सम्पूर्ण टिम। हामीहरू यही अपेक्षा गर्छौँ कि सर यो भन्दा छिटो बनाइदिनु। हामीहरू किन आवत जावतमा धेरै अब मानवीय क्षति पनि हुनसक्छ। जय श्रीराम, जय नेपाल। एउटा जय नेपाल, जय श्रीराम। एउटा यो जुन नगरपालिका नयाँ भवन बनेको रहेछ हाम्रो 2 नम्बर वार्डमा सिटिभिटीमा, त्यसको उद्घाटन र त्यसको छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनको लागि पनि हामीले सरनिर हामीले केही कुराहरू राखेका छौँ। उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ कि हामीले छिटै उसलाई सञ्चालनमा ल्याउँछौँ र जति रोडहरू बाटोहरूमा जग्गा अतिक्रमणहरू भएको छ त्यसको लागि पनि बाख्राहरू भयो, भैँसीहरू भयो, गोबरहरू भयो, केहरू छ, त्यसलाई पनि हामीले सरलाई सूचना दिनुहुन्छ उहाँले। अनि हामीहरूले उहाँलाई हेल्प गर्ने, सपोर्ट गर्ने र उसलाई होइन छिटोभन्दा छिटो हामीले रोड चौडा गर्नु पर्यो, किनभने त्यहाँ रोड सानो हुनको कारणले त्यहाँ एक्सिडेन्टहरू धेरै भइराखेको हुन्छ। अनि त्यसैले हामी सानो